हामी चाहिँ यता बसेछ बेहुलाबेहुली चाहिँ लाग्छ है। हाई भनिदिनुहोस् न दुईजना। नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल। फेरि स्वागत छ हजुरहरूलाई चाहिँ एनजी ब्लगमा। आई होप हजुर सन्चै हुनुहुन्छ होला भन्ने आशाको साथ आज चाहिँ मैले नयाँ भिडियो लिएर आएको छु। नयाँ भिडियो लानाले बिहे छ दिदीको। सो मेरो बहिनीहरू चाहिँ यहाँ रेडी हुन लागेको छ। म चाहिँ भर्खर नुहाएर छु। आज म देखाइदिनु पऱ्यो नि त। 1 बजे सुन्छ नि तर कपिराइट लाग्छ कि उहाँदेखि चाहिँ। सो हजुरहरूले देख्न सक्नुहुन्छ त्यहाँ हो है। A few moments later. सो गाइस यहाँ चाहिँ जन्तीहरू आइसकेछ। हामी चाहिँ यहाँ ठिक परेर बसेछ। यहाँ माथि छरबाट अलिकति भिडियो गर्नु पऱ्यो कि ठिक पर्दैछ। आधा ठिक पर्दा पर्दै आइज है। सो भ्याउँदै भ्याएन त्यहाँ गएर चाहिँ यसो स्वागत गर्नलाई। अब यहाँदेखि अलिकति देखाउँछु हजुरहरूलाई। सो गाइस यहाँ चाहिँ जन्तीहरू आएपछि अब केही दिएको छैन। अलिअलि देखाइदिनु पऱ्यो। गाडीहरू चाहिँ भयो है। सो हामी पनि अब त्यहाँ जानु पऱ्यो नि त। सो गाइस हामी चाहिँ रेडी भइसक्यो है। तयारी हुँदैछ। तयारी सबै भइसक्यो अब जान लागि एकदम राम्री राम्री भएर हिँड्नु भएको छ। फेरि कसैले उडाइदिनु भयो भने सबैले लाइक कमेन्ट सब्स्क्राइब घन्टीमा ट्याङ घन्टीमा ट्याङ आउनु पर्यो। Okay. एकदम सँग आउनु पर्यो है। सबैजना फुल देखाएको छैन भने हजुरले फलो पनि गरिदिनु होला। सो आउनु त ल। यहाँ हाम्रो सबैको फुल ड्रेस देखाइदिनु न ल। ब्लगमा आइसकेपछि त्यति चाहिँ भन्न जान्नुपर्छ है। सो गाइस हामी अगाडि खाएर हिँडेको। हामी गुठा सुरुवाल लाएर आइसक्यो है। अब बिहेमा मेरो त लुगा पक्रिँदै हिँड्नु न अप्ठ्यारो हुँदैछ अनि। सो हामी चाहिँ हिँडेको है। अघि अब जन्तीहरूलाई चाहिँ आउँदाखेरि देखाएको थियो। अनि त्यहाँ के भयो त्यो आदि चाहिँ देखाउनु पाएन। यहाँ पानीपुरी पनि छ। यहाँ अगाडि चाहिँ त्यो बनाएको छ है बस्ने ठाउँहरू। देखाइदिनु पऱ्यो कि सबैलाई। यहाँ चाहिँ खाना खाँदै हुनु रहेछ है। अघि ब्यान्ड बाजा बजाउनु भएको मान्छेहरू चाहिँ भाउजू हाम्रो भाउजू है। अलिकति देखाइदिनु पऱ्यो। यहाँ चाहिँ बस सिस्टम चाहिँ हाम्रो भाउजू महँगो रहेछ। 2 लाख रुपियाँ के 1.5 लाख रुपियाँ तोला रहेछ। हाम्रो भाउजूहरू चाहिँ यहाँ बसमा बस्नु भएको छ है। हामी चाहिँ यता बसेछ बेहुलाबेहुली चाहिँ बेहुलाबेहुलीसँग फोटो खिच्नु पऱ्यो नि त एकछिन। हाई भनिदिनुहोस् न दुईजना है। भन्नु न दिदी हाई भन्नु हाई ल छिटो भन्नु। बेहुला त मजाले हाँसी फोटो खिच्नु भयो। ल साथीहरू हामी चाहिँ त्यहाँ बस्न सकेन घामले है। यो लुगा फेर्ने अनि त्यसपछि खाना खानालाई जाने अनि डान्स पनि गर्ने है। अनि यो भिडियोमा चाहिँ अगाडि हाम्रो टिमहरू देखेको छैन। उनीहरू चाहिँ आउँदैछ अरे काम भएर अनि आउनु पाएन। सो हामी चाहिँ त्यहाँ गएर आइसक्यो है। अब अहिले खाना खानालाई जानु बाँकी नै छ। A few moments later. अघि नै यो ग्याङहरू चाहिँ छुट्याएको थियो है। आमामा कपिराइट लाग्छ नि त्यहाँ यसरी त। सो हामी चाहिँ फेरि नलाग्यो है। अब यता खाना खाँदा जानु पऱ्यो। ठुलो छ कि साउन्ड त्यही भएर वा हेर्नु न हेर्नु आफ्नो आफ्नै धुनमा छ है। अघि छुट्याएको हाम्रै गाउँको ग्याङहरू हाम्रो बेहुलाबेहुली चाहिँ यतातिर बाहिर जानुभएको छ। अब चाहिँ हामी खाना खान लाग्यो। खाना यता अन्त हेरिदिनु ल। एक गाँस खाएर देखाइदिनु त। एक गाँस के खाएर देखाउनु भने पहिला म मासु खान्छु एकैछिन। सो गाइस म पनि फर्स्ट पाएर खाइदिनु पऱ्यो क्या। यो मोबाइल पनि यतै फर्स्ट पाएर खायो। देख नबद्दा के छिटो ल ल ल ल 1 2 3 गो। वा बिचारा ठाउँ नपुगेर हाम्रो भाउजू निनीहरू चाहिँ त्यहाँ बसिरहनु भएको छ है। कुखुराको मासु खाने उता हामी चाहिँ ठुलो खसीको खाने मान्छेहरू चाहिँ यता बसिरहेको छ। A few moments later. घाम पनि पुरा कस्तो लाग्छ हाम्रो ग्याङहरू यता छ ल। भाउजू एन्डियो
हाम्रो भाइ सिङ्गल छ है मलाई मन पर्यो गरेर भनिहाल्नु छ हो भाइ हो त्यहाँ आदि सिङ्गलले जन्मेको सिङ्गलले सिङ्गलै फेरि सबै केटी बसाल्यो सबजना गइसक्यो है यहाँ आदि चाहिँ बसिरहनु भएको छ है हामी चाहिँ डान्स गर्न हिँडेको छौँ ल मेरो भाउजू गएको बहिनीहरू चाहिँ गइसक्यो गीत बजिरहेको छ अहिले आन्टी अहिले आउनुहुन्छ है अङ्कलसँग बोलेर हामी चाहिँ हिँड्नेछु बत्ती बाली बाली भिडियो बनाएको क्या हजुर 1 बजेको सुन्नुभएको होला है बेहुला बेहुलीको त्यहाँ के रसम गरेको चाहिँ देखाउनु पाएन ठिक पर्दै थियो राम्रोसँगले देखाउनु पाएन अलिअलि मात्रै क्याप्चर गर्नु सक्यो है सो सबै देखाउनु पाएन त्यसको लागि चाहिँ सरी है फेरि पनि अर्को नयाँ भिडियो लिएर आउने छु अहिले एकछिन यहाँ हाम्रो नाच हेर्नु होला डान्स गर्न गएको ए पुरै वा झ्यालालाई भएको सब निकालिसक्यो म चाहिँ त्यहाँ डान्सबाट आएँ है त्यहाँ चाहिँ भिडियो गरेर कपिराइट लाग्छ है त्यही भएर सो हजुरहरूलाई चाहिँ के भन्न चाहन्छु भने है मैले चाहिँ बिहेको भिडियो राम्रोसँगले खिच्न पाएन किनभने बेला बेली आएर त्यता के गर्दाखेरि चाहिँ हामी चाहिँ घरै थियो ठिक परेर बसेको सो त्योहरू चाहिँ देखाउनु पाएन अलिअलि मात्रै देखाएको छु है भिडियो हेरेर इन्जोय गर्नु होला लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला नयाँ हुनेहरूले यति भन्दै बाई बाई भन्न चाहन्छु